नेपालको इतिहासमा केही यस्ता व्यक्तिहरू छन् जसको नाम सुन्नसाथ मानिसहरूको मनमा दुई फरक भावना जाग्छन्। कसैले उनीहरूलाई राष्ट्र निर्माता भन्छन्, कसैले तानाशाह, कसैले उनीहरूको प्रशंसा गर्छन् भने कसैले आलोचना। तर एउटा कुरा भने सबैले स्वीकार गर्छन्, त्यस्ता व्यक्तिहरूले इतिहासको दिशा परिवर्तन गरेका छन् भनेर। नेपालको लागि त्यस्तै एउटा नाम हो राजा महेन्द्र। आज पनि यदि तपाईँ कुनै चिया पसलमा बसेर नेपालको इतिहासबारे बहस सुरु गर्नुभयो भने केही मानिसले भन्ने छन्, राजा महेन्द्र नभएको भए नेपाल यति विकसित हुने नै थिएन। अर्कोतर्फ कसैले भन्छन्, यदि राजा महेन्द्रले 2017 सालमा प्रजातन्त्र नहटाइदिएको भए नेपाल धेरै अगाडि पुगिसकेको हुन्थ्यो। आखिर को थिए त राजा महेन्द्र? किन उनको नाम आज पनि यति धेरै चर्चा र विवादको विषय बन्छ? किन धेरै नेपालीले आज पनि उनको प्रशंसा गर्छन् भने कतिपय नेपालीले उनको आलोचना गर्छन्? यसको उत्तर खोज्न हामीले समयलाई धेरै पछाडि फर्काउनुपर्छ। सन् 1920 जुन 11 काठमाडौँको नारायणी राजदरबारमा एउटा बालकको जन्म भयो। उनको नाम राखियो महेन्द्र वीरविक्रम शाहदेव। त्यो समयको नेपाल आजको नेपालभन्दा पूर्ण रूपमा फरक थियो। देशमा राणा शासनको पूर्ण नियन्त्रण थियो। शाह राजाहरू अस्तित्वमा थिए, तर वास्तविक शक्ति राणा प्रधानमन्त्रीहरूको हातमा थियो। महेन्द्रका पिता थिए राजा त्रिभुवन, तर त्रिभुवन स्वयं पनि शक्तिशाली राजा थिएनन्। उनी दरबारभित्र सीमित थिए। देशको वास्तविक शासन राणाहरूले चलाउँथे। महेन्द्रले सानैदेखि एउटा अनौठो अवस्था देखे। उनका पिता राजा थिए, तर आदेश दिने अधिकार अर्कैसँग थियो। सायद यही अनुभवको कारणले उनको सोचलाई गहिरो रूपमा प्रभाव पार्यो। बाल्यकालदेखि नै महेन्द्र अध्ययनशील थिए। उनलाई साहित्य, इतिहास, राजनीति र सङ्गीतमा विशेष रुचि थियो। दरबारभित्र बसेर उनले नेपाली समाज, संस्कृति र इतिहासबारे गहिरो अध्ययन गरे। अरू राजकुमारहरू जस्तै केवल शिकार गर्ने, घोडा चढ्ने र दरबारी जीवनमा मात्र सीमित नभई उनले पुस्तकहरूसँग पनि मित्रता बनाए। पछि जीवनभर साहित्य उनको रुचिको विषय बनिरह्यो। उनले कविता लेखे, गीत लेखे, निबन्ध लेखे। यहाँसम्म कि पछि नेपाली साहित्यमा उनको छुट्टै पहिचान नै बन्यो। महेन्द्रको युवावस्था नेपालका लागि अत्यन्त महत्त्वपूर्ण समय थियो। देशभर परिवर्तनको आवाज उठ्न थालिसकेको थियो। राणा शासन विरुद्ध असन्तुष्टि बढ्दै थियो। भारत स्वतन्त्रताको आन्दोलनबाट गुज्रिरहेको थियो। विश्व दोस्रो विश्वयुद्धपछि नयाँ युगमा प्रवेश गरिसकेको थियो र नेपाल पनि परिवर्तनको सङ्घारमा उभिएको थियो। महेन्द्रले आफ्ना पिता राजा त्रिभुवनलाई राणा शासनसँग सङ्घर्ष गरिरहेको देखेका थिए। उनी आफै पनि दरबारभित्रको राजनीतिक गतिविधिसँग परिचित हुँदै गए। सन् 1950 जब राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिन पुगे, त्यो घटनाले नेपालको इतिहास नै बदलिदियो। त्यो समय महेन्द्र पनि घटनाको केन्द्रमा थिए। उनले आफ्नो परिवारमाथि आएको जोखिम नजिकबाट देखे। राणा शासन र राजसंस्था बीचको सङ्घर्ष कति गम्भीर थियो भन्ने कुरा उनले प्रत्यक्ष रूपमा अनुभव गरे। अन्ततः सन् 1951 राणा शासनको अन्त्य भयो। नेपालमा प्रजातन्त्रको सुरुवात भयो। राजा त्रिभुवन राष्ट्रिय नायक बने, तर यो नयाँ नेपालको यात्रा भने सजिलो थिएन। राजनीतिक अस्थिरता थियो। सरकारहरू बारम्बार बदलिन्थे। प्रशासन कमजोर थियो। आर्थिक अवस्था दयनीय थियो। देशमा अधिकांश ठाउँमा सडक थिएनन्, विद्यालय थिएनन्, अस्पताल थिएनन्, सञ्चारको पहुँच थिएन। नेपाल संसारबाट लगभग अलगिएको देश जस्तै थियो। यही अवस्थामा सन् 1955 एउटा ठूलो घटना भयो। राजा त्रिभुवनको उपचारका क्रममा स्विजरल्यान्डमा निधन भयो। देश शोकमा डुब्यो र त्यसपछि महेन्द्र नेपालको नयाँ राजा बने। राजा बनेपछि उनको काँधमा ठूलो जिम्मेवारी आयो। उनले एउटा यस्तो देश पाए जहाँ सम्भावना धेरै थियो, तर चुनौती भने झन् धेरै। त्यो समय नेपालमा काठमाडौँबाट बाहिर यात्रा गर्नु आफैमा साहसिक र अभियान जस्तै थियो। धेरै ठाउँमा पुग्न महिनौसम्म हिँड्नु पर्थ्यो। तर महेन्द्रको सपना फरक थियो। उनी नेपाललाई आधुनिक राष्ट्र बनाउने सोच राख्थे। उनले देशलाई विश्वसँग जोड्न चाहन्थे, साथै सडक निर्माणलाई प्राथमिकता दिन्थे, शिक्षाको विस्तारलाई जोड दिन्थे। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न उनको ठूलो योगदान रह्यो। उनको शासनकालमा नेपालले संयुक्त राष्ट्र सङ्घमा सदस्यता प्राप्त गर्यो र यो नेपालको लागि एकदमै ऐतिहासिक उपलब्धि थियो। पहिलो पटक नेपालले विश्व समुदायमा आफ्नो उपस्थितिलाई बलियो बनायो। त्यसपछि नेपालले चीन, अमेरिका, बेलायत, सोभियत सङ्घ लगायतका धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध विस्तार गर्यो।
महेन्द्रले सन्तुलित विदेशी नीति पनि अपनाउने प्रयास गरे। एकातिर भारत थियो, अर्कोतिर चीन थियो। दुई शक्तिशाली छिमेकीहरूबीच नेपाललाई स्वतन्त्र रूपमा उभ्याउन सजिलो थिएन, तर महेन्द्रले दुवैसँग सम्बन्ध नीति अपनाए। उनको यही नीतिले पछि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान दिलाउन मद्दत गर्यो। तर यो त केवल सुरुवात मात्र थियो, किनकि केही वर्षपछि उनले एउटा यस्तो निर्णय लिन लागेका थिए जसले नेपालको इतिहासकै सबैभन्दा चर्चित र बाधित राजा बनाउनेवाला थियो।